नमस्कार मेरा सबै साधकहरुमा म तपाईहरुकै योगा शिक्षक शिवको तर्फबाट यहाँ सबैलाई हार्दिक नमन गर्न चाहन्छु। सबैजना सन्चै हुनुहुन्छ। आज मैले तपाईहरुलाई योगा फर ब्याक पेन यो पछाडीको ढाड दुखेको बेलामा गर्ने योगा आसनहरु लिएर आएको छु। त्यसकारण यो भिडियोलाई अन्तिम सम्म हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। बेल आइकनको घण्टी बजाउन पनि नभुल्नु होला ताकि तपाईहरुलाई लेटेस्ट नोटिफिकेसन मिल्नेछ र त्यही नोटिफिकेसनको आधारबाट यो भिडियोबाट भरपूर रूपमा फाइदा पनि लिन सक्नुहुनेछ। अब सुरु गरौँ आजको टपिकतर्फ। स्पेशली ब्याक पेन धेरै मान्छेहरुलाई हुन्छ, कसैलाई सानै उमेरबाट, कसैलाई अलि ठूलो उमेरमा। स्पेशली खराब पोस्चर, हाम्रो बसाइ नराम्रो हुनु, धेरै समयसम्म उभिरहन पर्ने, धेरै लामो समयसम्म बसिरहन पर्ने, त्यस्तै गरेर हाम्रो खानपान, हाम्रो सुताइको स्टाइल, हाम्रो लाइफस्टाइल, हाम्रो अनिद्रा, हाम्रो शरीरमा चाहिँ अथवा नसा चापियो, कुनै गरुङ्गो चीजहरुलाई एकैचोटी उठाउन खोजियो हैन, पिन्च नर्भ भयो अथवा स्लिप डिस्क भयो। अब धेरै कारणले चाहिँ तपाईको पेन, ब्याक पेन भएको हुन्छ। एकदम सिभियर पेन छ भने तपाईले योगा थेरापिस्टसँग सल्लाह लिएर मात्रै गर्न सक्नुहुनेछ योगा आसन। नत्र अलिअलि चल्न, शरीरहरु चलाउन सक्नुहुन्छ भने चाहिँ योगा आसनहरुलाई पनि समावेश गर्न सक्नुहुनेछ। खानपानमा एकदमै ध्यान दिनुस्। बढी तारेका, भुटेका यस्ता चीजहरु, बढी बाहिरका चीज नखानुस्। मौसम अनुसारको फुडहरु खानुस्। सात्विक फुड, ग्रिनी भेजिटेबल्सहरु खानुस्। यसले चाहिँ तपाईको शरीरलाई राम्रो भिटामिन, सबै भिटामिन ए, सी, डी अथवा सम्पूर्ण मिनरल्सहरु, इलेक्ट्रोलाइटहरु चाहिँ हाम्रो शरीरमा प्राप्त हुने गर्दछन्। र त्यसपछि तपाईहरुले केही समावेश गर्नुस् योगा आसनहरु। योगा आसनमा म छोटो छोटो सजिलो योगा आसन तपाईहरुको लागि बनाउँदै छु। पहिलोमा चाहिँ तपाईले सत्संग आसन गर्न सक्नुहुन्छ। बिस्तारै 1 मिनेट 2 मिनेट गर्नु होला। यो ब्रेनको लागि, प्यारासिम्पथेटिक नर्भस सिस्टम, स्ट्रेस म्यानेजमेन्टको लागि। शरीरको 20% ऊर्जा चाहिँ ब्रेनमा चाहिन्छ, त्यही भएर त्यसपछि तपाईले सेकेन्ड योगा आसनमा चाहिँ क्याट काउ पोज गर्न सक्नुहुनेछ। यसरी अब बिस्तारै तपाईहरुले स्फिङ्क्स पोज पनि गर्न सक्नुहुन्छ। यसरी बेबी कोब्रा पनि। त्यसपछि तपाईले शलभासन पनि गर्न सक्नुहुन्छ। सास फाल्दै जानुहोस्। 1 2 3 होल्ड गर्नुहोस्। 2 3 4 5 6 इनहेलिङ 1 2 3 सास फाल्दै जानुहोस्। 1 2 3 होल्ड गर्नुहोस्। 2 3 4 5 6 सास लिँदै जानुहोस्। 1 3 सास फाल्दै जानुहोस् र यसरी सासलाई होल्ड गर्नुहोस् होला नर्मल। र बिस्तारै मकर आसनमा रिल्याक्स गर्नुस्। अब बिस्तारै तपाईहरुले
चेस्ट टु अथवा पवन मुक्त आसन गर्न सक्नुहुन्छ। सास फाल्दै जानुहोस् 1 2 3 गरेर होल्ड गर्नुहोस् 2 3 4 5 6 इनहेलिङ 1 2 3 सास फाल्दै जानुहोस् 1 2 3 गर्नुहोस् होल्ड गर्नुहोस् 2 3 4 5 6 इनहेलिङ 1 2 3 सास फाल्दै जानुहोस् 1 2 3 गरेर होल्ड गर्नुहोस् 2 3 4 5 6 र बिस्तारै यसरी 1 2 गरेर यसरी र बिस्तारै अब तपाईले अर्कोमा चाहिँ पेल्भिस टिल्ट गर्न सक्नुहुन्छ। तपाईको पेल्भिस स्पेशल टेलबोनलाई थोरै माथि धकेल्ने, त्यसपछि एकछिन होल्ड गर्ने, फेरि तल एउटै जमिनमा ल्याउने। र बिस्तारै अब अर्कोमा तपाईले यो आई अफ द निडल सूचीधरण आसन बिस्तारै अर्को खुट्टामा पनि र सब आसनमा रिल्याक्स गर्नुहोस्। दाहिने साइडबाट बिस्तारै हिँड्नुहोस्। लास्टमा बक्स ब्रिदिङ गर्नुहोस् है। सास लिनुहोस् 4 सेकेन्ड अथवा 5 सेकेन्डसम्म। सासलाई होल्ड गर्नुहोस्, भित्र सास लिएर रिटेन्सन गर्नुहोस् 5 सेकेन्डसम्म। सासलाई बाहिर फाल्नुहोस् 5 सेकेन्डसम्म। सासलाई बाहिर रोकेर राख्नुहोस् 5 गरेर यस्तै बक्स बनाउनुहोस् है। पुरचक रेचक सबै यसैमा लगाउनुहोस्, कम्बक पनि सबै है। One, 2, 3, 4, 5 सास रोक्नुहोस् 1 2 3 4 5 सासलाई बाहिर फाल्नुहोस् 1 2 3 4 5 फेरि सासलाई बाहिर रोक्नुहोस् 1 2 3 फेरि सास लिनुहोस् 1 2 3 यस्तै गर्नुहोस् है। यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिदी। म बिदा हुन चाहन्छु। हस्त नमस्कार, शुभ दिन। बाई बाई।